सुकुम्बासी बस्ती हटाउनको रहस्य खुल्यो। बालेन शाहले दिए यस्तो कडा जवाफ। ढुक्क हुनुहोस्, अब कसैले झुलाउन पाउँदैन। होसियार, थापाथली र मनोहराका खोला किनारबाट सुकुम्बासी हटाउने बालेन शाहको कदमलाई लिएर चौतर्फी चर्चा भइरहँदा प्रधानमन्त्री शाहले आफै मैदानमा उत्रिएर मुख खोल्नु भएको छ। के हामी हरेक वर्ष बारी आउँदा मान्छे मरेको टुलु हेरेर बस्ने हो भन्दै बालेनले सिङ्गो देशलाई नै एउटा गम्भीर प्रश्न सोध्नु भएको छ। के अब सुकुम्बासीको नाममा हुने भोटको राजनीति सधैँका लागि अन्त्य हुन लागेको हो? प्रधानमन्त्री बालेनले स्पष्ट पार्नु भएको छ कि खोला किनारका यी बस्तीहरू हटाउनु केवल रहर होइन, उनीहरूको ज्यान जोगाउने बाध्यता हो। हरेक वर्ष बाढीले सामान बगाउने र सरकारले उद्धार गर्नुपर्ने नियतिलाई अब सधैँका लागि बिदा गरिँदैछ। बालेनले कडा शब्दमा भन्नुभएको छ, नागरिकको अधिकार जोखिमपूर्ण ठाउँमा बस्नु होइन, सुरक्षित ठाउँमा सर्नु हो। ढल निकास र काठमाडौँलाई फोहोर मुक्त बनाउन पनि यो स्थानान्तरण अनिवार्य भइसकेको छ। बालेन शाहले सुकुम्बासी व्यवस्थापनका लागि चालेको